मेरो बहिनी चाहिँ मम्मी ड्याडीलाई घरमा सरप्राइज दिन्छु भनेर प्लान गरेर आएकी थिए। बट मैले चाहिँ उसैलाई सरप्राइज दिउँ भनेर प्लान गरेर हामी एयरपोर्ट गयौँ। मेरो बहिनी चाहिँ नेपाल आउँदैछ भनेर चाहिँ मम्मी ड्याडीलाई थाहा थियो, बट कुन दिन आउने भनेर चाहिँ थाहा थिएन। मलाई र भाइलाई मात्र थाहा थियो ऊ आउने दिन चाहिँ। कसैलाई पनि नभने सरप्राइज दिउँ भनेर हामीले प्लान गरेको थियौँ। बट लास्ट मोमेन्टमा चाहिँ प्लान चेन्ज भयो र हामी सबैजना चाहिँ उसैलाई सरप्राइज दिउँ भनेर चाहिँ एयरपोर्ट गयौँ। उसको ल्यान्डिङ चाहिँ 4:30मा थियो। सो त्यही भएर हामी चाहिँ 2:30तिर चाहिँ घरबाट निस्क्यौँ। पहिला त वेदर एकदम धेरै राम्रो थियो, छिटो पनि आइरहेका थियौँ। बट बिच बाटोमा आएपछि यति ठुलो पानी पऱ्यो कि गाडी छिटो हिँड्न पनि सकिरहेको थिएन। एकदम धेरै गाह्रो भयो कि, अनि जाम पनि परिरहेको थियो। 4:30को ल्यान्डिङ थियो, बट हामी एयरपोर्ट पुग्दाखेरि नै 5 बजिसकेको थियो क्या। त्यति बेलासम्म पनि राम्रोसँग पानी रोकेको थिएन। त्यहाँ पुगेर हेर्दाखेरि त फ्लाइट त अझै पनि होल्डिङ भइरहेको छ कि वेदरको कारणले गर्दाखेरि। त्यसपछि फाइनली ल्यान्डिङ त भयो। हामी चाहिँ प्लान गर्दै थियौँ ऊ निस्किने टाइम लाग्छ भनेर, बट उता एकैछिनमा आइसकेछ कि। हामी त भित्र जाने भनेर कुरा गर्दै थियौँ, पर ऊ बाहिर आइसकेको रहेछ। भेटेपछि त के गर्ने मैले त केही मिसो नै पाइनँ क्या। कस्तो धेरै इमोसनल भयो सबैजना। हामी सबैजना इमोसनल भएको देखेर होला छोरी पनि एकदम धेरै रोयो कि त्यति बेला। त्यसपछि झन् के गर्ने भयो। पानी पनि परिरहेको थियो। मेरो र बहिनीको भेट चाहिँ लगभग 3.5 वर्षपछि भएको हो क्या। कति धेरै चेन्ज भएको जस्तो लाग्यो क्या मलाई चाहिँ। कति धेरै टाइम पनि भइसकेको थियो नि त नभेटेको। उसको चाहिँ खासमा नेपाल आउने प्लान थिएन क्या। अहिले म र छोरी नेपाल आएको भएर चाहिँ उसलाई एकदम धेरै आउनु मन लागेर थोरै टाइमको लागि मात्र आएको हो क्या हो। रियली द्याट मोमेन्ट वाज सो प्राइसलेस। इमोसनल पनि भयो, खुसी पनि भयो, एकदम धेरै मिक्स फिलिङ्स भयो। जे जस्तो भए पनि जहाँ भए पनि फ्यामिली भेट हुँदाखेरि चाहिँ एकदम धेरै रमाइलो हुने क्या। झन् अब त फेस्टिभलको सिजन पनि आयो, झन् फेस्टिभलमा सबैजना भेट हुँदा चाहिँ एकदम धेरै रमाइलो हुने रहेछ। त्यसपछि त एयरपोर्टबाट घर पुगेको टाइम त थाहा नै भएन क्या। एकदम छिटो पुगेको जस्तो फिल भयो। अब भोलिबाट चाहिँ बहिनी र मेरो पनि भिडियो धेरै आउनेछ। किप वाचिङ। थ्याङ्क यू सो मच फर वाचिङ।